स्याटरडे स्पेसल तरकारी बन्दैछ मेरोमा कटहर। यहाँ रेसिपी भनेर कमेन्ट गर्नुभएको छ। अरूले पनि कमेन्ट गर्नुभएको थियो। आज चाहिँ मैले भिडियो बनाएको छु। एकदमै सिम्पल अनि एकदमै सजिलो तरिका छ मेरो। तोरीको तेल अलि मजासँगले राख्ने, किनकि कटहरमा चाहिँ तेल अलि हाल्यो भने मिठो हुन्छ। त्यसपछि मेथी र जिरा फुराएँ, त्यसपछि गरम मसला अनि रातो खुर्सानी फुराउनु होला। मेरो चाहिँ बाबुले खाँदैन, त्यो भएको भएर मैले पछि दुलो खुर्सानी हाल्छु। अनि प्याजलाई भुट्ने, अलि मजासँगले भुटिसकेपछि अनि त्यसमा कटहरलाई हाल्ने अनि कटहर पनि एकछिन मजाले फ्राई हुन दिने। त्यसपछि नुन बेसार राख्ने। मलाई चाहिँ यो कटहर तरकारी जसरी बनाए पनि मिठो लाग्छ। त्यसपछि मैले चाहिँ आलु राखेँ। आलु राखेर एकैछिन फ्राई भइसकेपछि मैले मसला राखेँ, गरम मसला राखेँ, त्यसपछि अदुवा लसुन कुटेर राखेँ। अनि एकछिन अझै भुटिसकेपछि टमाटर मैले ग्राइन्ड गरेर हालेँ। यत्तिकै हाल्दा पनि हुन्छ टमाटर हाल्न चाहिँ। अनि थोरै पानी राखेँ, त्यही टमाटर पखालेको पानी। त्यसपछि एक सिटी लगाएँ अनि तयार भयो कटहरको तरकारी। सिटी नलगाउँदा पनि हुन्छ, छोपेर एकछिन मजाले पकाए पनि पाक्छ। यो तरकारी त मासु भन्दा पनि मिठो छ है।